जुन महिलाको साथीहरूको घेरा सानो हुन्छ वा जसका धेरै साथीहरू हुँदैनन्, उनी एक्लो होइनन्, बरु उनी सम्बन्धको वास्तविक मूल्य बुझ्ने महिला हुन्। उनले जीवनले सिकाएका पाठहरूबाट बुझेकी हुन्छन् कि सम्बन्धमा सङ्ख्या होइन, गुणस्तर महत्त्वपूर्ण हुन्छ। आफ्नो मूल्य प्रमाणित गर्न उनलाई भिडको आवश्यकता पर्दैन, किनकि उनको आत्मविश्वास अरूको प्रशंसा वा स्वीकृतिबाट होइन, आफ्नै आत्मसम्मानबाट जन्मिएको हुन्छ। उनी आफ्ना सबलता र कमजोरी दुवैलाई चिन्छिन्, त्यसैले एक्लै उभिन वा आफ्नै निर्णयमा अघि बढ्न उनी डराउँदिनन्। आफ्नो जीवनमा कसलाई स्थान दिने, कसबाट दूरी कायम गर्ने भन्ने विषयमा उनी निकै सचेत र छनौटपूर्ण हुन्छन्। समयसँगै उनले नक्कली मित्रता, अनावश्यक नाटक र गफगाफको वास्तविकता देखिसकेकी हुन्छन्। त्यसैले उनी आफ्नो शान्ति, सम्मान र मानसिक सन्तुलनलाई प्राथमिकता दिन्छन्। उनले यस्तो जीवन रोजेकी हुन्